नमस्ते सबैजनालाई गुड मर्निङ। आज चाहिँ म तपाईहरुलाई मेरो फार्मको भिजिट गराउँदै छु। मेरो फार्मबाट चाहिँ यहाँ देखिने दृश्यहरू अहिले बिहान 5 बजे यो चाहिँ यसो दृश्यहरू देखाइरहेको छु। चराहरूको आवाजहरू पनि सुनाइरहेको छु। एकदम बिहान पख चराहरूको आवाज अनि यो कुखुराहरूको आवाज। यो चाहिँ लोकल कुखुरा हो। यहाँ भित्र चाहिँ माउ र भाले मात्रै चाहिँ देखाइरहेको छु। माउ मात्रै लगभग 25-30 होला, भालेहरू पनि देखिराख्नु भएको छ। यो चाहिँ सुँगुरखोर पनि हो र यो चाहिँ धरान, हाम्रो धरान सहर हो हैन। र यहाँबाट देखिने दृश्यहरू एकदम बिहान पख चाहिँ एकदम सुन्दर स्वच्छ हावा अनि यहाँबाट देखिने दृश्यहरू गोपाक्याम हैन, बिटिक्यासहरू देखिराखेको छ। र यो चाहिँ एकदमै धरान सत्र हो। यो चाहिँ मेरो फार्म चाहिँ धरान 20 मा पर्दछ र यो मेरो सानो फार्म हो। यो चाहिँ लोकल कुखुराहरू हो। भर्खर एकपल्ट ठुलो जति चाहिँ छाटेर बेचेर चाहिँ सेल्स गरेर चाहिँ यो चाहिँ फेरि वृद्धि हुँदैछ। यो चाहिँ यो खोरमा चाहिँ सबै सेल्स गर्ने लोकल एकदमै आफैले उत्पादन गरेर ह्याचरीबाट चाहिँ हैन, यो चाहिँ माउबाट हो। तपाईहरुले अघि नै देखिसक्नु भएको छ। माउबाट अन्डा बनाएर अन्डाबाट बच्चा बनाएर चाहिँ यसो सेल्सको लागि हो हैन। यो चाहिँ यो अब 1 महिना भित्रमा 2 महिना भित्रमा यहाँको खोरको लगभग सकिन्छ। यो चाहिँ लोकल एकदम प्योर। अनि यो चाहिँ मेरो सानो फुलबारी फार्मबाट देखिने दृश्य अलिकति मैले चाहिँ यो देखाइरहेको छु। धरान 18 मा चाहिँ गोपा क्याम्प पर्दछ धरानको। यो चाहिँ पूर्वाञ्चलकै राम्रो हस्पिटल पनि भन्छ। अनि त्यो भएको कारणले तपाईहरुलाई यहाँबाट बिहान पख 5 बजेको समयमा चाहिँ देखिने दृश्यहरू हैन, एकदम स्वच्छ हावा पानी। यहाँको यो चाहिँ मेरो बस्ती हो, मेरो गाउँ, मेरो ठाउँ कर्मथल हो। अनि तपाईहरुले देखिराख्नु भएको छ यहाँ भित्र। अनि यो एकदम बिहान पखको एकदमै दृश्य हो हैन। यो चाहिँ मेरो फार्मबाट चाहिँ देखिने दृश्यहरू हुन्।